नमस्कार श्रोतावृन्द। आज हामी विश्वका उत्कृष्ट कथाहरू वाचन गर्ने क्रममा फ्रान्सेली राइटर श्री अल्बर्ट कामुको पाहुना नामक कथा लिएर आएका छौँ। स्कुल मास्टरले ती दुई मानिसहरूलाई आफूतिर आइरहेको हेरिरहेका थिए। एकजना घोडाको पिठ्यूमा थियो, अर्को पैदल। पहाडको छेउमा निर्मित स्कुल घरमा पुग्ने ठाडो उकालो तिनीहरूले अझै चढिसकेका थिएनन्। त्यो अग्लो पर्याप्त टारको विशाल वक्षमा तिनीहरू ढुङ्गाहरूका बीचमा हिउँमा बिस्तारै लर्खराउँदै हिँडिरहेका थिए। बेला बेलामा घोडा ठक्कर खान्थ्यो। अरू थोक केही नसुने पनि ती मास्टर घोडाको नाकको प्वालबाट निस्केको बाफ देख्न सक्दथे। ती दुईजना मान्छेमध्ये एकजना त त्यो प्रदेशसँग परिचित थियो। मैलो सेतो हिउँको तहमुनि धेरै दिन अघि नै विलोप भइसकेको मार्ग डोरोको अनुसरण गर्दै थिए तिनीहरू। त्यस डाँडोमा पुग्न तिनीहरूलाई आधा घण्टा जति लाग्ला भन्ने स्कुल मास्टरले अनुमान गरे। जाडो थियो। स्वेटर लिन तिनी स्कुलभित्र फर्केर गए। उनले रिक्त चिसो अध्यापन कक्ष पार गरे। ब्ल्याकबोर्डमा फ्रान्सका 4 नदीहरू विभिन्न 4 रङका चकहरूले लेखिएका थिए र तिनीहरू विगत 3 दिनदेखि आफ्ना खाडीहरूतिर बगेर गइरहेका देखिन्थे। 8 महिनाको खडेरीपछि मध्य अक्टोबर महिनामा हिउँ अकस्मात परेको थियो र त्यस टारमा छरिएको गाउँहरूमा बस्ने करिब 20 जना चेलाहरू आउन छाडेका थिए। मौसम राम्रो भएमा उनीहरू आउँथे। अध्यापन कक्षसँग जोडिएको तथा पूर्वको टारतिर फर्किएको आफू एक्लै बस्ने गरेको कोठा अरूले अहिले तताएका थिए। क्लासका झ्यालहरू झैँ उनको झ्याल केही दक्षिणतिर पनि फर्किएको थियो। सफा मौसममा पर्वत श्रृङ्खलाहरूको बैजनी रङको पर्खाल मरुस्थलतिर फर्किएको थियो। केही न्यानो भएकोले दरु त्यो झ्यालमा फर्के जहाँबाट उनले ती दुईजना मान्छे आइरहेको देखेका थिए। यसर्थ उनीहरूले उकालो चढिसकेको प्रतीत भयो। आकाश त्यतिको अँध्यारो थिएन, कारण रातमा हिउँ पर्न छाडेको थियो। बिहानी धमिलो प्रकाशले उग्रिएको थियो र बादल हटेकोले अलि बढी उज्यालो भएको थियो। दिउँसोको 2 बजे मात्र दिन प्रारम्भ भए झैँ थियो। हिउँ परेका विगत 3 दिनभन्दा आज मौसम बेस थियो। खोरमा गएर कुखुराका चल्लालाई आहारा खुवाउने अथवा कोइला ल्याउने समय बाहेक अरू बखत दरुले धेरै बेला कोठामै बिताएका थिए। भाग्यवश उत्तरको नजिकैको गाउँ तद्रदीजबाट आएको ढुवानी ट्रकले त्यो हिमपात प्रारम्भ हुने 2 दिन अघि नै उनका सामग्रीहरू ल्याएको थियो। त्यो 48 घण्टामा फर्कन्थ्यो। त्यसबाहेक खडेरीले पीडित परिवारका चेलाहरूलाई वितरणार्थ प्रशासनले छाडेका गहुँको बोराले सानो कोठा खचाखच हुँदा उनी भवितव्य टार्न समर्थ थिए। वास्तवमा दारिद्र्यको कारण सबै पीडित नथिए। प्रत्येक दिनहरू केटाकेटीहरूलाई खाद्यान्न बाँडिन्थे। यी खराब मौसमका दिनहरूमा तिनीहरूले गुमाएका कुरा तिनीहरूलाई थाहा थियो। सम्भवतः यो साँझ कुनै बाबु वा दाई मध्ये एक आउनेछ र तिनले उनीहरूलाई खाद्यान्न पुर्याउन सक्नेछन्। अब अर्को बाली नहुन्जेलसम्म उनीहरूलाई पुर्याउने मात्र कुरो थियो। अब फ्रान्सबाट जहाज गहुँ आइरहेको थियो र कठिनाई समाप्त भएको थियो। तर त्यो दारिद्र्य घाममा घुमिरहेका झुत्रेहरूको बथान, हर महिना कोइला झैँ बल्ने त्यो टार, झुरिएर र धाजा फाटेका जमिन, पैताला मुनिका प्रत्येक ढुङ्गा पड्किएर धुलो झैँ देखिने समय बिर्सन बडो कठिन थियो। हजारौँ भेडाहरू मरेका थिए र यताउता केही मान्छे पनि कसैले थाहा नपाइकन। यस्तो दारिद्र्यको तुलनामा यो अनकन्टारको स्कुल घरमा महन्त झैँ बसेका तिनी आफ्ना चुन पोतिएका पर्खालहरू, आफ्नो साँघुरो कौच, नरङ्गाइएका आफ्ना दराजहरू, आफ्नो इनार, आफ्नो अन्न जलको साप्ताहिक खजानाले गर्दा आफूसँग अलिकता जे जस्तो भए पनि र आफ्नो खस्रो भस्रो जीवन भए पनि भारदार चाहिँ सन्तुष्ट थिए र अकस्मात यो हिउँ पानी झारझुर नपरी केही अग्रिम सङ्केत बिना नै परिरहेको थियो। तर दरुको जन्म यहीँ भएथ्यो। अन्यत्र जताततै उसलाई प्रवासी झैँ लाग्दथ्यो। तिनी स्कुल घरको अगाडिको टारीसम्म निस्के। ती 2 मान्छे अहिले भिरको आधा आधीसम्म आइपुगेका थिए। घोडचढीले चाहिँ आफूले चिरकालदेखि चिनेका बुढा सिपाही बाल्दुसीलाई चिने। बाल्दुसीले डोरीको छेउ समातेका थिए। हात बाँधिएको र टाउको निहुरिएको एउटा अरब त्यसको पछाडि हिँडिरहेको थियो। त्यस सिपाहीले अभिवादनको हात हल्लायो, तर फिक्का निलो अरबी लुगा, खराउ गरौँ उनीको मोजा लाएको र कसिएको छोटो कपडाले टाउको ढाकिएको त्यस अरबको ध्यान भएकोले दरुले जवाफ फर्काएनन्।
उनीहरू आइपुग्दै थिए। त्यस अरबलाई चोट नलागोस् भनी बालदोसी आफ्ना घोडालाई पछाडि खिच्दै थिए र यो टोली बिस्तारै अगाडि बढिरहेको थियो। आवाज सुन्न सकिने दूरतामा आइपुगेपछि बालदोसीले चिच्यायो, ए लामो बाटो 3 किलोमिटर हिँड्न 1 घन्टा लाग्यो। दरुले उत्तर दिएनन्। आफ्नो बाक्लो स्वेटरले गर्दा पुड्को र चौडा देखिएका उनले तिनीहरू उक्लिरहेको हेरिरहे। त्यो अरबले एकपटक पनि टाउको उठाएन। टारीसम्म तिनीहरू आइपुगेपछि दरुले भने, भित्र आउनुहोस् र न्यानो गर्नुहोस्। डोरी नछोडेर बालदोसी बडो कष्टका साथ घोडाबाट ओर्लियो। आफ्नो खस्रो जुङ्गा मुनितिरबाट ऊ स्कुल मास्टरतिर मुस्कायो। उसको शुष्क निधार मुनि गहिरो किसिमले जडिएका ससाना आँखाहरू र चाउरीहरू व्याप्त मुखले गर्दा ऊ सचेत र परिश्रमी देखिन्थ्यो। दरुले लगाम लाएर घोडालाई तबेलातिर लगेर ती 2 मान्छेतिर आए जो स्कुलमा उनको प्रतीक्षा गरिरहेका थिए। उनले तिनीहरूलाई आफ्नो कोठामा लगे। म अध्यापन कक्ष तथाउन थालेको छु, उनले भने। हामीलाई त्यही बढी आराम हुनेछ। जब उनी फेरि कोठामा प्रवेश गरे, बालदोसी कोचमा बसिसकेको थियो। उसले आफूलाई अरबसँग बाँधेको डोरी फुकाइसकेको थियो र अरब भने स्टोभनिर बसिरहेको थियो। उसका हातहरू अझै बाँधिएकै थिए। उसको शिर पोस अलि पछाडि सारिएको थियो। ऊ झ्यालतिर हेरिरहेथ्यो। पहिले त दरुले उसका ठुल्ठुला मोटा चिल्ला हप्सीका झैँ ओठहरू देखे, तर उसको नाक सिधा थियो। उसका आँखाहरू काला र ज्वरोले राता थिए। पछि हटेको त्यो शिर पोसले एक ढिँट पुरपुरो दर्शाइरहेको थियो। जाडोले अहिले रङ बदलेको खियाइसकेको छालाभित्र सम्पूर्ण चेहरालाई एउटा बेचैन र विद्रोही रूप प्रदान गरेझैँ थियो। जब त्यो अरबले आफूतिर फर्केर सोझै आँखामा हेर्यो, त्यसले उसलाई आश्चर्यचकित पार्यो। अर्को कोठामा जानुहोस्, स्कुल मास्टरले भने, र म तपाईँहरूलाई चिया बनाउँछु। धन्यवाद, बालदोसीले भन्यो। कस्तो आपद हरे, रिटायर हुन पाए पनि हुन्थ्यो। आफ्नो कैदीलाई अरबी भाषामा सम्बोधन गर्दै, ए त पनि आइज। त्यो अरब उठ्यो र बिस्तारै आफ्ना बाँधिएका नाडीहरू आफ्नो अगाडि पारी अध्यापन कक्षमा गयो। चियाको साथसाथ दरुले एउटा मेज पनि ल्याए। तर बालदोसी अघि नै नजिकैको चेलाको डेस्कमा जमिसकेको थियो र त्यो अरब गुरु बस्ने ठाउँपट्टि पिठ्यौ फर्काएर स्टोभतिर फर्की बसेको थियो। स्टोभ डेस्क र झ्यालको बिचमा थियो। जब उनले त्यो कैदीतिर चियाको गिलास बढाए, उसका हातहरू बाँधिएको देखि उनी हच्के। सायद उसलाई खोलिदिए पनि हुन्थ्यो नि। अवश्य, बालदोसीले भन्यो। त्यो त हिँड्दा मात्र हो। ऊ त्यसको खुट्टातिर पुग्यो, तर चियाको गिलास भुइँमा राखेर त्यो अरबको पछाडि 2 घुँडा मारेर बसिसकेका थिए। केही पनि नबोली त्यो अरबले उनीपट्टि बेचैन नैनले हेर्यो। हात छुटेपछि उसले आफ्ना सुन्निएका नाडीहरू परस्पर दल्यो, चियाको गिलास लियो र त्यो बल्दो तरल पदार्थलाई छिटो तर सानो गुटकामा गुटकायो। बेस, दरुले भने, तपाईँ कहाँका लागि हिँडेको? बालदोसीले चियाबाट जोङ्गा हटायो। यहीँ नै। अनौठा चेलाहरू र तपाईँहरू रात पनि बिताउने? होइन, म त एलामुर फर्कन्छु। यसले पुलिस हेडक्वार्टर्समा पुग्नुपर्छ। यो क्या हो? स्कुल मास्टरले सोधे। के तपाईँ मेरो खुट्टा तान्दै हुनुहुन्छ? होइन दोस्त, आदेश यिनै हुन्। आदेश? म होइन। सिपाहीलाई दिल दुखाउन दरु हच्के। मेरो मतलब, यो मेरो कामै होइन। के रे? यसको माने के हो? लडाइँका बेलामा मान्छेहरू सबै किसिमका काम गर्दछन्। तर मैले लडाइँको घोषणासम्म पर्खनै पर्ला। बालदोसीले मुल्टो हल्लायो। ठिक छ, तर आदेश छँदैछन् र ती आदेश तपाईँसँग पनि सम्बन्धित छन्। कुरा चलिराखेको छ जस्तो लाग्छ। उपद्रव होला जस्तो कुरा छ। एक किसिमले हामी अगाडि बढिसकेका छौँ। दरु अझै ढिँट दृष्टिमै थियो। हेर्नुहोस् दोस्त, बालदोसीले भन्यो, म तपाईँलाई रुचाउँछु र तपाईँले पनि बुझिदिनुपर्छ। एउटा सानो विभाग अन्तर्गतको सम्पूर्ण क्षेत्रभर रेखदेख गर्न एलामुरमा हामी केवल 1 दर्जन मात्रै छौँ र म हतारमै फर्कन पर्छ। यो मान्छेलाई तपाईँ कहाँ मलाई अविलम्ब आउनु भनिएको छ। यसलाई त्यहाँ राख्न सकिएन। यसको गाउँ उत्तेजित हुन थाल्यो। तिनीहरूले यसलाई फिर्ता गरेर लान खोजे। भोलिका दिन सकिनु अघि तपाईँले यसलाई तिङ्गी लैजान पर्यो। तपाईँ जस्तो मजबुत मान्छेलाई 20 किलोमिटर चिन्ता हुँदैन।
त्यसपछि सबै समाप्त हुनेछ। तपाईँ आफ्ना चेलाहरू कहाँ फर्कनुहुनेछ र आनन्दसित रहनुहुनेछ। पर्खाल पछाडि घोडा नाकबाट आवाज निकाल्दै जमिन लुच्दै थियो। दरु झ्याल बाहिर हेरिरहेथे। निश्चय नै मौसम सफा हुँदै थियो र त्यो हिमाच्छित टारमा प्रकाश बढ्दै गयो। जब सबै हिउँ पग्लन्थ्यो, फेरि घाम देखा पर्थ्यो र पुनः एकपल्ट ढुङ्गाका खेतहरू बल्दा हुन्थे। अझै दिनौँसम्म त्यो अपरिवर्तनीय आकाश, त्यो एकान्त धरतीमा आफ्नो सुक्खा प्रकाश छर्दथ्यो, जहाँ मान्छेसँग कुनै कुराको पनि सम्बन्ध थिएन। जे भए तापनि बालदुसीतिर फर्केर उनले भने, यसले के गर्यो? त्यो सिपाहीले मुख उघार्नु अघि नै उनले सोधे, यो फ्रेन्च बोल्छ? होइन, एक शब्द पनि बोल्दैन। हामी यसलाई 1 महिनादेखि खोजिरहेका थियौँ र तिनीहरू उसलाई लुकाइरहेका थिए। यसले आफ्नो भतिजा मार्यो। यो हाम्रो विरुद्ध छ? मलाई त यस्तो लाग्दैन, तर तपाईँ निश्चित नहुनुहोस्। उसले किन मार्यो? पारिवारिक रडाको मलाई लाग्छ। एउटाले अर्कोलाई अन्न तिर्नु थियो जस्तो बुझिन्छ। सबै प्रश्न छैन। छोटकरीमा यसले घुमाउ र कोदालोले आफ्नो भतिजोलाई भेडा झैँ मार्यो। बालदुसीले आफ्नो गर्दनको वारपार छुला चलाएको सङ्केतको हाउभाउ देखा पर्यो र त्यो अरबले उसको ध्यान आकृष्ट भएकोले उसलाई बडो चिन्तापूर्वक हेरिरह्यो। यो मान्छेप्रति दरुलाई अवस्मात रिस उठ्यो। तिनका सडेका कुभावनाहरू, तिनका नथाक्ने घृणाहरू, घृणित इच्छाहरू सहित ती सबै मान्छेप्रति रिस उठ्यो। तर चियादान स्टोभमाथि छड्किरहेको थियो। तिनले बालदुसीलाई थप चिया दिएर केही अन्कनाएर दोस्रो पटक फेरि त्यो अरबलाई पनि चिया दिए। उसले लालचपूर्वक त्यो चिया पियो। उसले पाखुरा उठाउँदा लागेको लुगा खुल्यो र स्कुल मास्टरले उसको दुब्लो तर मजबुत छाती देखे। तपाईँलाई धन्यवाद छ, बालदुसीले भन्यो। र अब म हिँडेँ। ऊ उठ्यो र खल्तीबाट सानो डोरी झिक्दै त्यो अरबतिर बढ्यो। के गर्न लागेको? दरुले शुष्क स्वरमा सोधे। अल्मलिएर बालदुसीले तिनलाई डोरी देखाए। चिन्ता नगर्नुहोस्, त्यो बुढो सिपाही अन्कनियो। तपाईँ जस्तो उचित सम्झनुहुन्छ। हुन त तपाईँसँग हतियार छँदैछ। मसँग त शटगन छ। कहाँ? सन्दुकमा। तपाईँले त्यो आफ्नो ओछ्यान छेउमा राख्नुपर्ने हो। किन? मलाई डराउनु पर्ने कुनै कारण छैन। तपाईँ बहुलट्ठी हुनुहुन्छ। उपद्रो भएमा केही पनि सुरक्षित छैन। हामी सबै एउटै ढुङ्गामा छौँ। म आफ्नो रक्षा गर्नेछु। ती आएकालाई हेर्न मलाई त समय हुनेछ। बालदुसी हाँस्न लाग्यो। अकस्मात जुङ्गाले सेतो दाँत छोपिदियो। कहाँबाट तपाईँलाई समय हुने? ठिक छ, म पनि त्यही भन्दै थिएँ। तपाईँ सदैव अलिकति बहुलट्ठी हुनुहुन्छ, यसैले तपाईँलाई म रुचाउँछु। मेरो छोरो पनि त्यस्तै थियो। त्यसै बेला उसले पिस्तौल झिकेर डेस्कमाथि राख्यो। यो राख्नुहोस्। यहाँबाट एलामोरसम्म मलाई 2टा हतियार चाहिँदैन। टेबलमाथि कालो रोगनको त्यो पिस्तौल चम्कियो। जब त्यो सिपाही आफूतिर फर्कियो, स्कुल मास्टरले छाला र घोडाको गन्ध सुँगे। सुन बालदुसी, दरुले अकस्मात भने, यस्ता प्रत्येक कुराले र यहाँ भएका तिम्रा मान्छेले गर्दा मलाई निराशा हुन्छ। तर म यसलाई सुम्पन्न हो, लड्न परे लड्छु, तर यो चाहिँ म गर्दिनँ। त्यो बुढो सिपाही उनको सामु खडा भयो र तिनीतिर कडा दृष्टिले हेऱ्यो। तपाईँ मूर्ख हुनुहुन्छ, उसले बिस्तारै भन्यो। मलाई यो कुरा मन नै पर्दैन। यस्तो कुरा भएको वर्षौँ भएपछि पनि तपाईँ एउटा मान्छेमा डोरी बाँध्न सक्नुहुन्न र तर तपाईँ तिनीहरू मनपरी गर्न छाड्न सक्नुहुन्छ? म उसलाई सुम्पन्न, दरुले फेरि भने। बाबु, यो आदेश हो र म यो दोहोऱ्याएर भन्दैछु। ठिक छ, तपाईँलाई मैले भनेका कुरा पनि उनीहरूलाई दोहोऱ्याएर भनिदिनु। म उसलाई सुम्पन्न। बालदुसीले प्रतिक्रिया दर्शाउन प्रष्ट प्रयास गर्यो। उसले दरुतिर र अरबतिर हेऱ्यो। आखिर उसले निधो गर्यो। होइन, म उनीहरूलाई केही भन्दिनँ। तपाईँ हामीलाई गिराउन चाहनुहुन्छ भने गिराउनुहोस्। म तपाईँलाई घृणा गर्दिनँ। कैदी बुझाउने आदेश मसँग छ। मैले त्यही कार्य गरिरहेको छु र अब मेरो लागि तपाईँले केवल यस कागतमा सही गरिदिनु छ। आवश्यक छैन। तपाईँले यसलाई म कहाँ छाडेको कुरोमा इन्कार गर्ने छैन। मसँग धुर्त नहुनुहोस्। तपाईँ साँच्चै भन्नुहुन्छ भने मलाई थाहा छ। तपाईँ नजिकको हुनुहुन्छ र तपाईँ एउटा मान्छे हुनुहुन्छ, तर तपाईँले सही नै गर्नुपर्छ। त्यही नियम छ। दरुले आफ्नो दराज उगारे बैजनी रङको मसीको 4 कुने सिसी रातो काठको कलम झिकेर दस्तखत गरे। त्यो सशस्त्र प्रहरीको सिपाही बालदुसीले जतनताको साथ त्यो कागज पट्यायो र झोलामा हाल्यो। तब ऊ ढोकातिर बढ्यो। म तपाईँलाई पुर्याउँछु, दरुले भने। पर्दैन, बालदुसीले भन्यो। नम्र हुनाको प्रयोजन छैन। तपाईँले मेरो अपमान गर्नुभयो। उसले पहिलेकै ठाउँमा निश्चल भएर बसिरहेको त्यो अरबलाई हेऱ्यो।
हरिशले नाक सुकुडायो र ढोकातिर बढ्यो। नानी अब जाऊ, उसले भन्यो। ऊ गएपछि ढोका लाग्यो। बालदुसी अकस्मात झ्याल बाहिर देखा पर्यो र अल्पियो। हिउँले गर्दा उसको आहट दब्यो। एक क्षणपछि झ्याल बाहिर लगामले घोडा डोर्याएर बालदुसी पुनः देखा पर्यो। ऊ नफर्किकनै उकालोतिर हिँड्यो र घोडालाई पछि लाउँदै दृष्टिबाट बेपत्ता भयो। एउटा ठुलो ढुङ्गा बज्रेको सुन्न सकिन्थ्यो। दरु फर्केर देश कैदीतिर गए जो चल्मलाउँदैन थियो र तिनबाट आँखा पनि हटाउँदैन थिए।